चाहिँ बल्छी खेल्न आयो कि यहाँ पोखरीमा। अब माछा चाहिँ पर्छ पर्दैन हेरौँ। अब बल्छी चाहिँ मेरो यही हो सधैँ खेल्ने। यहाँ परेन भने म तल्लो पोखरीमा झर्छु। अहिले फेरि पर पनि छ पोखरी। आज चाहिँ ताजा माछा मारेर खानु भनेको त हेरौँ साथी हो पर्छ कि पर्दैन। अब ल साथी हो माछा पनि मारिसकेँ। धेरै त भएन यति भयो तर सानो सानो छ। ठुलो खालको खासै रहेन रहेछ। अब यसलाई लगेर टक्कसँगले बनाउनु पर्छ। यति भयो। ल माछा पनि रेडी भयो। आहा माछा रेडी भयो। माछालाई शीतल यहाँ छ किन बस्छ नि क्या छोड दो।